नमस्ते है तपाईँ हामी सबैजनालाई थाहा नै छ गत 4 अनि 5 अक्टोबरमा है बृहत् पानी झरी अनि भल पहिरोले हाम्रो पहाडको विभिन्न जग्गाहरूमा यति साह्रो उत्पात मचायो है। धेरै ज्यानमालको क्षति पनि भयो, धेरै होमस्टेहरू घरहरू उजाड बनाएर लग्यो है। यो जुन बुद्ध भगवानको प्रतिमा देख्नुहुँदैछ यो चाहिँ टुक्रे ताबाकोसी अवस्थित हो है। यही टुक्रे क्षेत्रमा पनि धेरै होमस्टेहरू धेरै घरहरू है अब बिगार गर्यो है। उहाँहरूप्रति सहानुभूति छ है। तर भगवान भनेको चाहिँ भगवान नै हुँदो रहेछ जस्तो एउटा उदाहरण देखेँ यहाँनिर चाहिँ अस्ति मैले भिडियो गर्दै जाने क्रममा है। हेर्नुहोस् न यो वरिपरिको होमस्टेहरू है, खोलाहरू बढेर नदी जस्तो भएको छ, घरहरू कति बगाएको छ है। तर जो यहाँनिर अवस्थित है तपाईँले बुद्धको प्रतिमा देखिरहनु भएको छ नि, यति सुन्दर बुद्ध भगवानको प्रतिमा। बुद्ध भगवानको प्रतिमा चाहिँ जस्तोको त्यस्तै छ है। वरिपरि डल्लै तहस नहस भएर पनि बुद्ध भगवानको सुन्दर प्रतिमालाई चाहिँ छिक्क अलिकति आँच पनि आएन रहेछ है। र मलाई चाहिँ यस्तो अनुभव लाग्यो यो देखेर कि भगवान आखिर भगवान नै हुँदो रहेछ। अब भावी दिनहरूमा चाहिँ यस टुक्रे ताबाकोसी क्षेत्र सँगसँगै सम्पूर्ण पहाड क्षेत्रको नै यी बुद्ध भगवानले है, बुद्ध भगवानको प्रतिमाले रक्षा गरून् भनी म अन्तरात्माभित्रबाट भगवान बुद्धलाई प्रार्थना पनि गर्न चाहन्छु। ओम नमो बुद्धाय नमो, ओम नमो बुद्धाय नमो।